गाइज आखिर यो बसले हामीले बनायो कसरी? के हामीले यो बसलाई चलाउनको लागि पेट्रोलको युज गर्नुपर्छ? एन्ड आखिर कति धेरै सजिलो हुन्छ या के कस्ता च्यालेन्जेसहरूको सामना गर्नुपर्छ यस्तो प्रकारको बसलाई आफ्नै घरमा बनाउनु पर्दा? आउनुहोस् हेरौँ यसको इन्ट्रेस्टिङ जर्नीलाई आजको यो भिडियोमा। सो सबै गाडीहरूलाई जस्तो यसको पनि स्टार्टिङ गरे हामीले कार्टुन बक्सबाट। बसको फ्रन्टमा हुने सबै पार्ट्सहरूलाई एक एक गरी काटेर त्यसलाई हामीले जोडेर हेर्यौँ। त्यहाँबाट हामीले आइडिया लिन्छौँ हाम्रो नेक्स्ट स्टेपको लागि। अब चाहिँ हामीले एक्चुअल पाइपलाई लिन्छौँ र त्यसलाई हिट गर्छौँ, जसले गर्दा हामीले यसलाई आफूले चाहेको आकारमा काट्न र मोड्न सक्छौँ। हामीलाई सुन्दा यो काम सजिलो लागे तापनि प्र्याक्टिकली गर्दा मिस्टेकको चान्स एकदमै धेरै हुन्छ। जस्तो कि हामीले सुरुमै बनाएको यो फ्रन्ट लुक जुन चाहिँ अलिकति टेढो भएको थियो, जसलाई चाहिँ हामीले फेरि निकालेर मिलाउनु परेको थियो। साइडको भाग बनाउनलाई पनि हामीले सेम टेक्निकको युज गर्यो, मतलब कि पहिला कार्टुनको त्यसपछि एक्चुअल पाइपको। एन्ड इन्ट्रेस्टिङ कुरा त यो थियो कि हाम्रो बसको एक साइड कम्प्लिट हुँदासम्म अर्को साइडको कुनै अत्तो पनि थिएन। इन्ट्रेस्टिङ राइट? सो नेक्स्ट स्टेप थियो यो साइडको विन्डो ग्लास लगाउने र अगाडिको त्यो ठुलो सिसा लगाउने। साइडको लागि त हामीले यो मोटो प्लास्टिक जस्तो देखिने मटेरियलको युज गरेको थियो। एन्ड सिरियसली मलाई यसको नाम चाहिँ थाहा छैन, बट अगाडिको फ्रन्ट ग्लास र यो साइडको दुईवटा सिसाहरूको लागि चाहिँ हामीले एलइडी टिभीको डिस्प्ले भित्र हुने यो मटेरियलको युज गरेको थियो, किनकि यसलाई चाहिँ हामीले काट्न पनि मिल्थ्यो र तताएर मोड्न पनि मिल्थ्यो। एन्ड हेर्दा एक्ज्याक्टली काँच जस्तो पनि देखिन्थ्यो। सो यो अगाडिको सिसामा हामीले हाम्रो बसको नाम लेख्यौँ, कल्पना। सो नेक्स्ट स्टेपमा हामीले हाम्रो बसको सबैभन्दा इम्पोर्टेन्ट कुरा यानि तलको फ्रेम बनाउनु पर्ने थियो, जसको लागि चाहिँ हामीले फर्निचरदेखि प्लाई लियो र त्यसलाई यस्तो अजीब सेपमा कट गर्यो। अब जरुरी थियो त हामीले हाम्रो बसको लागि ब्युटिफुल टायर्सहरू बनाउने। पहिला नै एउटा सानो र फ्ल्याट व्हील किनेर त लिएर आएको थियौँ, बट हाम्रो बससँग न त त्यसको साइज म्याच भयो न त त्यसको सेप नै। सो हामीले हाम्रो दिमागको तारलाई अलिकति कसेर हेरिसकेपछि हामीलाई आयो एउटा बच्चाहरूले चलाउने यो साइकलको टायर, जुन चाहिँ हामीले भेट्यौँ कबाडीमा। त्यसलाई लिएर काटेर यो व्हीलमा फिट हुने गरी जोडिदियो। एन्ड बाहिरबाट चाहिँ यसकै व्हीललाई लिएर अब हाम्रो बसको लागि टायर्सहरू पनि रेडी थियो। नेक्स्ट च्यालेन्ज थियो यसको लागि इन्जिन बनाउने। अब यति सानो गाडीको लागि पेट्रोल इन्जिन त नेपालमा आउँदैन, सो इन्जिनको ठाउँमा हामीले युज गर्यो 200 आरपिएम 12 भोल्टको यो डीसी मोटरलाई। एन्ड इन्जिनको पावरलाई टायरसम्म पुर्याउनको लागि यो दुईवटा प्लास्टिकको गियरहरू, जसलाई चाहिँ हामीले 90 डिग्रीमा फिट गर्नुपर्ने थियो। म्याथको इस्तेमाल गाइज, म्याथको इस्तेमाल। अब यहाँसम्म आउँदा हाम्रो गाडी हिँड्न पनि सक्थ्यो र लेफ्ट राइट पनि गर्न सक्थ्यो। नाउ हामीले बसको भित्र यो ब्लू लाइट्सहरूलाई लगाएर यो बेसलाई बसको अप्पर बडीसँग फिट गरिदियो। एन्ड अगाडिको हेडलाइट, साइड लाइट्स र यो आँखा जस्तो देखिने लाइट्सलाई बनाउनको लागि चाहिँ हामीले चाउमिन मोमो प्याक गर्ने कन्टेनरको माथिपट्टि जुन छोप्ने यो हुन्छ नि, के भन्छ यसलाई, यसको सानो सानो पिसहरू कट गर्यो र हेडलाइटको पछाडिपट्टि लगाइदियो। एन्ड त्यसको बाहिरबाट हामीले विन्डोमा युज गरेको यही मोटो प्लास्टिक जस्तो मटेरियललाई नै काटेर त्यसलाई बाहिरबाट लगाइदियो। उफ, यति गरिसकेपछि हामीले हाम्रो बसको आधी भन्दा पनि धेरै पार्ट्सहरू कम्प्लिट गरिसकेको थियो। नेक्स्ट स्टेपमा हामीले हाम्रो बसको पछाडिको भाग बनाउनु पर्ने थियो। त्यसको लागि पनि हामीले यो पाइपलाई लियो, काट्यो र त्यसलाई पर्फेक्ट साइजमा कट गर्यो। एन्ड त्यसमा यस्तो यस्तो टाइपको कटहरू लगायो। जे जति काट्नु पर्ने थियो, निकाल्नु पर्ने थियो, त्यो सबै काम गरिसकेपछि अब त्यसमा ब्याक लाइट अनि साइड लाइट्सहरू जोड्नु पर्ने थियो, जसको लागि चाहिँ हामीले यो ठुलो गाडीको ब्रेक लाइटलाई लिएर त्यसलाई सानो सानो र पर्फेक्ट पिसमा काटेर हाम्रो गाडीको लागि साइड लाइट र ब्याक लाइटहरू बनायो। एन्ड साइड लाइट्सको लागि हामीले सानो सानो बल्बहरूलाई लियो, त्यो सानो सानो बल्बहरूलाई जोडेर एउटा लामो साइड लाइटको शेपमा कन्भर्ट गर्यो। एन्ड ब्रेक लाइटको लागि पनि हामीले यो रातो एलइडी लाइटलाई युज गर्यो। त्यो सबै कुराहरूलाई फिट गरिसकेपछि हामीले एसीको डिजाइन बनायो। एन्ड अनि मात्र हामीले हाम्रो बसको अर्को साइड पनि कम्प्लिट गर्यो। एन्ड अब हामीले गर्नुपर्ने थियो हाम्रो बसमा कलरिङ। यो ब्लू कलर बनाउनको लागि हामीले 3वटा कलरहरूलाई मिक्स गर्नुपर्ने थियो, किनकि यो कुरा चाहिँ हामीले च्याट जीपीटी बाबासँग सोधेको थियो। च्याट जीपीटीको अनुसार यो कलर बनाउनको लागि हामीले ग्रीन, डार्क ब्लू एन्ड व्हाइट कलरलाई मिक्स गर्नुपर्ने थियो। एन्ड हामीले पायो एक्ज्याक्टली यो कलर। अब हाम्रो लागि नेक्स्ट च्यालेन्ज थियो यो बसमा लेख्ने, किनकि यो भन्दा पहिला हामीले जुन कल्पना लेखेको थियो, ओनो सेट कति पातलो कल्पना। सो यसलाई हामीले हटाएर मेटाएर अलिकति मोटो कल्पना बनायो। एन्ड इट वाज लुकिङ गुड, बेटर देन दिस। अनि फेरि यो दुईवटा कलरहरूलाई मिक्स गरेर लेख्यो यो कल्पना, यो कल्पना एन्ड यो कल्पना। एन्ड डिफ्रेन्ट कलरहरूको युज गरेर लेख्यो यो 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 अनि यो। नाउ अब एउटा फाइनल काम थियो बाँकी, जसले चाहिँ हाम्रो दिमागलाई सबैभन्दा धेरै फ्राई गर्नेवाला थियो। एन्ड द्याट वाज वायरिङ।
गाइस सिरियसली यसको त मलाई कुरा गर्दा पनि टाउको दुखेर आउँछ। वायरिङको लागि मात्रै कुरा गर्नु पर्दा चाहिँ यसको लागि एउटा छुट्टै सेपरेट भिडियो नै बनाउनु पर्ने हुन्छ, बट अहिले हामी त्यसको कुरा गर्दैनौँ। जसरी तसरी जुगाड गरेर हामीले यसको वायरिङलाई कम्प्लिट त गर्यो, बट ट्रुली भन्नुपर्दा यसको वायरिङमा हामीलाई अझै पनि काम गर्नुपर्ने हुन्छ, जुन चाहिँ हामी अफकोर्स कुनै दिन गर्नेछौँ। नाउ हाम्रो बस रोडमा चल्नको लागि रेडी भइसकेको छ, जस्तो कि तपाईँहरू यहाँनिर देख्न सक्नुहुन्छ। एन्ड यसको स्पिड र पावर पनि एकदमै राम्रो छ। सो यही नै थियो हामीले हाम्रो बसलाई बनाउनु पछाडिको जर्नी। सो ओभरअल हाम्रो बस तपाईँहरूलाई कस्तो लागिरहेको छ कमेन्ट सेक्सनमा गएर भन्न सक्नुहुन्छ, र यो भिडियोलाई लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो आजको लागि यति नै, हामी छिटै नै भेट हुने नै छ हाम्रो नेक्स्ट भिडियोमा अनदर प्रोजेक्टको साथमा। तबसम्मको लागि बाई बाई, टेक केयर।